यो डिभाइन इनर्जीलाई ईश्वरले मलाई दिएर यसमा सत्मार्गमा सत्कार मार्गमा लगाउनको लागि प्रेरित गर्नुभएकोमा जन्मदिनी बुवा आमा यस धरती जस व्यक्तिहरूले सहयोग गर्नुभएको छ उहाँहरूलाई धन्यवाद दिनुहोस्। जन्मिँदाखेरि हामी निस्वार्थ कलङ्क एकदम निर्मल पानी जस्तै गङ्गाको जल जस्तै थियौँ। तर विभिन्न परिस्थिति वातावरण हाम्रो वरपरको समाज वातावरण प्रकृति र हामीले हेर्ने कुराहरू खाने कुराहरू देख्ने कुराहरू सम्पूर्ण कुराहरूले हामी एउटा प्रदूषित हुँदै गयौँ। यो दिव्य आत्मा चैतन्य आत्मा एकदम पवित्र छ। यही पवित्र आत्मालाई हामीले कालो गर्दै लैरहेका छौँ। जसरी एउटा लालटिन बलिरहेको छ, भित्र ज्योति बलिरहेको छ, लालटिनको कालो चाहिने बाहिर ढाकिएको छ। त्यो लालटिनलाई हामी सफा गर्नको लागि हामी दिनरात योग साधनाहरू गरिरहेका छौँ। हाम्रो चित्तलाई सफा गरिरहेका छौँ, हाम्रा चित्तका वृत्तिहरूलाई सफा गरिरहेका छौँ, हाम्रो परोपकारको भावनालाई बढाइरहेका छौँ, सेवाको भावनालाई बढाएका छौँ, दिन दुखीहरूलाई सहयोग गरेका छौँ, प्रकृतिलाई सहयोग गरेका छौँ। यो ईश्वरीय इनर्जीप्रति, यो कस्मिक इनर्जीप्रति, विश्व ब्रह्माण्डीय इनर्जीप्रति अहोभाव प्रकट गर्नुहोस्।